नमस्ते। आज हामी एउटा यस्तो असाधारण कथा सुन्दैछौं जुन सुन्दा कुनै जादु जस्तै लाग्छ, तर यो नेपालकै एउटा गाउँको साँचो कथा हो। आउनुहोस्, ग्रामीण शिक्षाको चित्र नै बदल्ने हालेश्वर माध्यमिक विद्यालयको यो प्रेरणादायी यात्रा सँगै हेरौं। एकपटक सँगै कल्पना गरौँ त कि एउटा गाउँको सरकारी स्कुलमा भर्चुअल रियालिटी, ड्रोन अनि आर्टिफिशियल इन्टेलिजेन्स होला त? सुन्दै अचम्म लाग्छ नि, होइन र? तर हालेश्वर माविले यो असम्भव लाग्ने कुरालाई ठ्याक्कै सम्भव बनाएर देखाइदिएको छ। आउनुहोस्, सुरुमा कुरा गरौँ यहाँको प्रविधि र आधुनिक नवप्रवर्तनको। यहाँको पूर्वाधार हेर्दा जो कोही छक्क पर्छ। पुरै स्कुलमा सीसीटीभी छ, सोलर ब्याकअप छ अनि कलर प्रिन्टिङको सुविधा पनि। तर सबैभन्दा रमाइलो कुरा त यहाँका साना साना भाइबहिनीहरू VR लगाएर सिक्छन् र आकाशमा ड्रोन उडाउँछन्। आहा, गाउँको स्कुलमा ड्रोन उडेको दृश्य कति मनमोहक होला है। अनि पढाइ किताबमा मात्रै सीमित छैन नि। यहाँका विद्यार्थीहरू AI गेमिङ खेल्छन्, कोडिङ गरेर सफ्टवेयर बनाउन सिक्छन्, सँगसँगै चेस, नाटक र फोटोग्राफी जस्ता कलाले उनीहरूको चौतर्फी विकास गरिरहेको छ। साँच्चै नै यो त चार घेराभन्दा धेरै परको सुन्दर सिकाइ हो। अनि अर्को गजबको कुरा, शिक्षकहरू बीच कुराकानी गर्न पालिका स्तरमै पहिलो पटक वकी टकीको प्रयोग गरिन्छ। विद्यालयको GPS पनि गुगलमा टक्क अपडेटेड छ। प्रविधि त यहाँ सिक्न मात्र होइन, सुशासनको लागि पनि प्रयोग भएको छ। प्रविधिको यति धेरै चर्चापछि अब हेरौँ यहाँको उत्कृष्ट शैक्षिक नतिजा। यो अङ्क हेरौँ त, पुरा 100%। यो कुनै सानो कुरा होइन। कक्षा 12को प्राविधिक धार होस् वा SEE को साधारण र प्राविधिक धार, सबैमा विद्यार्थीहरू 100% उत्तीर्ण भएका छन्। यसले देखाउँछ यहाँ प्रविधिको चमकधमक मात्र होइन, पढाइको जग पनि कति बलियो छ। विज्ञान टोलीको सफलताको कथा झनै मिठो छ। गाउँपालिकामा प्रथम भएर सुरु भएको साना वैज्ञानिकहरूको यो यात्रा दोलखा जिल्लामै प्रथम हुँदै बागमती प्रदेशसम्म पुगेको छ। साना विद्यार्थीहरूले ठूलो सपना बोकेर प्रदेशसम्म पुग्नु समग्र गाउँपालिकाकै लागि एकदमै ऐतिहासिक कुरा हो। यी सफलतासँगै अर्को रमाइलो इतिहास पनि रचिएको छ। पालिकाभरमै पहिलो पटक यही विद्यालयमा SEE परीक्षा केन्द्र बस्यो। अनि अचम्मको कुरा, जिल्लामै पहिलो पटक सरकारी स्कुलका विद्यार्थीहरूले भव्य दीक्षान्त समारोह अर्थात् ग्रेजुएसन सेरेमनीमा टोपी उडाउन पाए। कति गर्वको क्षण। यो उत्कृष्ट नतिजाको रहस्य भनेको यहाँको प्रयोगात्मक सिकाइ हो। सुन्दै कति रमाइलो लाग्छ है। विद्यार्थीहरू स्कुलबाटै टेलिस्कोपले चन्द्रमा हेर्छन्, आफै कम्प्युटर मर्मत गर्न सिक्छन् अनि हस्तलेखन र डिजिटल लेखनका कार्यशालाहरूमा भाग लिन्छन्। यसरी प्रत्यक्ष सिकेको कुरा कसरी पो बिर्सिउन् र? पढाइ मात्र होइन, अब कुरा गरौँ खेलकुदका च्याम्पियनहरूको। खेलकुदमा त यो स्कुलको अलगै दबदबा छ। छात्र र छात्रा दुवैको कबड्डीमा प्रथम, फुटबलमा प्रथम अनि भलिबलमा त जिल्लामै प्रथम। र सबैभन्दा रमाइलो कुरा त के भने, विद्यार्थीहरू मात्र होइन, यहाँका शिक्षकहरूले समेत ICT क्विजमा प्रथम स्थान ल्याउनु भएको छ। पुरै स्कुल परिवार नै च्याम्पियन। र यी उत्कृष्ट खेलाडीहरू जन्माउने श्रेय जान्छ भलिबलका उत्कृष्ट प्रशिक्षक विक्रम खड्कालाई। उहाँको अथक मेहनतले गर्दा एक पटक होइन, 3 पटकसम्म उत्कृष्ट प्रशिक्षकको सम्मान दिएको छ। उहाँको यो माया र समर्पणलाई धेरै धेरै सम्मान छ। अब एकछिन सङ्गीतको धुनमा रमाउँ, कला, सङ्गीत र संस्कृतिको कुरा गरौँ। सुन्दा पत्यार नलाग्न सक्छ, तर यो स्कुलमा एउटा पूर्ण रूपले व्यवस्थित आफ्नै म्युजिक स्टुडियो छ। विद्यालय तहमा रहेको यो जिल्लाकै एकमात्र व्यवस्थित स्टुडियो हो। सानसाना प्रतिभाहरूले आफ्नै स्कुलमा गीत रेकर्ड गर्न पाउनु भनेको कति ठूलो वरदान हो नि। र यो स्टुडियोबाट कस्ता जादुई कुराहरू निस्किएका छन् त। स्कुलले आफ्नै AI स्कुल एन्थेम बनाएको छ। अझ विशेष कुरा त स्थानीय सुरेल जातिको पहिलो AI गीत पनि यहीँ रेकर्ड गरियो। साथै दिपेश तामाङका दर्जनौं र्याप गीतहरू र उपत्यका प्रथम गायक सन्देश घतानीलाई पनि यही स्कुलले सुन्दर प्लेटफर्म दिएको छ। स्कुलको यो आन्तरिक जादुपछि अब हेरौँ यसको सामुदायिक र विश्वव्यापी प्रभाव। यहाँको वातावरण कति न्यानो छ भने हरेक विद्यार्थीको जन्मदिन स्कुलमै विशेष तरिकाले मनाइन्छ। साना साना नानी बाबुहरू कति खुसी हुन्छन् होला है। साथै नियमित स्वास्थ्य परीक्षण गरिन्छ र बाल मैत्री वातावरणमा पढाइन्छ। यो स्कुल त अब गाउँपालिकाकै ठुल्ठुला कार्यक्रमहरू गर्ने मुख्य ठाउँ नै बनिसकेको छ। प्रकृतिलाई पनि यहाँ उस्तै माया गरिन्छ।
स्कुल परिसरमा करिब 70वटा बिरुवाहरूलाई अत्यन्तै जतनले हुर्काइएको छ। र कति मिठो कुरा, यही पर्यावरणप्रतिको मायाले गर्दा विद्यार्थीहरूले बागमती प्रदेश वन मन्त्रालयको कार्यक्रममा पुगेर आफ्नो सुन्दर नृत्य प्रस्तुत गर्ने विशेष मौका समेत पाए। यी सबै अद्भुत कामहरूले गर्दा आज यो सानो गाउँको स्कुल राष्ट्रिय र अन्तर्राष्ट्रिय गन्तव्य बनेको छ। अमेरिका, जापान, कोरिया र जर्मनी जस्ता देशहरूबाट मानिसहरू यहाँ अवलोकन गर्न आउँछन्। ठुल्ठुला मिडिया, उत्सव, तिमल सिन्हाको टोली र गोल्डन गेट जस्ता उत्कृष्ट कलेजहरूले यसको कथा खोज्दै आउँछन्। एउटा गाउँको स्कुलको लागि योभन्दा ठूलो गर्वको कुरा अरू के होला र? हालेश्वर माविको यो सुन्दर कथाले हामी सबैलाई सिकाउँछ कि सीमित स्रोत र साधन भए पनि मनमा इच्छा शक्ति छ भने असम्भव केही छैन। जब एउटा स्कुलले प्रकृतिको सुन्दरतालाई एआईसँग जोड्छ, सङ्गीतलाई कोडिङसँग मिसाउँछ र आफ्ना विद्यार्थीहरूलाई यति धेरै माया दिन्छ, तब सोचौँ त ती साना हातहरूले अब भविष्यमा कुन नयाँ शिखर चुम्नेछन् होला। यही सुन्दर प्रश्नका साथ आजको प्रस्तुति यहीँ टुङ्ग्याउँछौँ। सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।